हाई गाइस, गुड मर्निङ। आज चाहिँ हामी अब रुम सफा गर्नुपर्ने छ हो। एकदमै मैला भइरहेछ नि त हाम्रो रुम। मान्छे पनि एकदमै मैला भइरहेछु हो। अब यो रुम सफा गरेर नुहाइधुवाइ गर्नुपर्ने छ। भाइले फेरि यति बेसी सुसु गरिदिएको छ नि, सुसु र भमिट त अब कति गरिदिएको छ भाइले हो। अनि त्यसले गर्दाखेरि चाहिँ अब नुहाइधुवाइ पनि गर्नुपर्ने छ। तर पहिला चाहिँ फर्स्टमा रुम सफा गर्नुपर्ने छ हो। अभिषेक म भाउजू भएर गर्नु आँटेको। रुमको हालत चाहिँ यस्तो छ है, हेर्नु है। बाउको बेड, छोराको बेड, आमाको बेड हो। यस्तो मैला भइरहेछ नि त। सफा चाहिँ हो अब सधैँ नै गरेकै हो कि, तर आज चाहिँ अलिकति डिप क्लिन गर्नुपर्ने छ। यस्तो यो बिटहरूतिर पुरा धुलो आइरहेछ नि त होइन। अनि भुइँ पनि पुसपास गर्नुपर्ने छ। त्यही हो, अब काममा लागेको। अब अघि चाहिँ मैले होइन रुम सफा हुँदैछ भनेर भनेको थिएँ नि त। अब चाहिँ देखाउँछु ल कतिको सफा भयो के भयो भनेर, कतिको टल्काएछ भनेर। टिलिक्कै टल्केछ नि हो रुम त। भाइ सुतिरहेछ। त्यहाँ चाहिँ के छ भनेर सोच्नुहुन्छ भने चाहिँ भाइको लुगाहरू छ है। त्यहाँनिर थाङ्ना छ, न्यापकिन छ होइन, मोचाहरू छ, अनि त्यसको परकमा लुगा छ। यो चाहिँ यो दराजहरू पनि चेन्ज भएछ। यहाँ भाइको थियो, यहाँ बिचमा मेरो थियो, यहाँ अभिषेकको थियो। तर फेरि यहाँ मेरो भएछ भाइको बिचमा, त्यो साइडमा अभिषेकको। रुम चाहिँ जे होस् मजाले सफा गरेछ हौ, नाइस। भाइलाई चाहिँ यो पनि लगाइदिएको रहेछ है। भाइको बाउ सुतिरहेको थिएन अरे। ए सुतेको भनेको त होइन पो रहेछ। क्या एक्टिङ गरेको हौ आमा।